Hello everyone. So once again, welcome to my YouTube channel. So आज चाहिँ हामी लेसन 9 को ग्रामर हेर्न जाँदै छौं र यो लेसन 9 को ग्रामर हेर्नु भन्दा अगाडि म तपाईहरुलाई के रिकमेन्ड गर्छु भन्दाखेरि फर्स्टमा लेसन 9 को भोक्याबुलरी चाहिँ हेरेर आउनु भएको होस् ताकि तपाईहरुलाई यो इन्टायर लेसन बुझ्नलाई एकदमै सजिलो हुनेछ। हुन्छ हामी फर्स्टमा चाहिँ नाउन प्लस का प्लस आरिमास स्ल्याश इमास है। आरिमास चाहिँ हामीले योभन्दा अगाडिको लेसनमा पढिसकेको थियो। आरिमास भनेको चाहिँ के थियो त छ भन्ने मिनिङ लाग्थ्यो र इमास भनेको नि त्यही मिनिङ लाग्छ है, छ भन्ने मिनिङ लाग्छ र हामीले के पनि पढेको थियौं भन्दाखेरि आरिमासको अगाडि जहिले पनि का है पार्टिकल लाग्छ है। त्यसैगरी के भयो त अब इमास पनि त्यसरी नै एउटै मिनिङ लाग्ने भयो। इमासको अगाडि पनि जहिले पनि गा लाग्छ तर इमास र आरिमास चाहिँ कतिखेर युज गर्ने त त्यहाँ हामी हेर्न जाँदैछौँ है त। This sentence pattern is used to indicate the existence or presence of the things a person है। यो सेन्टेन्स प्याटर्न चाहिँ के को लागि युज इन्डिकेट गर्ने भयो के कुराहरु छ एक्जिस्टेन्सहरु है, प्रेजेन्स के कुरा छ, मान्छे छ, थिङ छ अर पर्सन छ भन्नेमा लाग्ने भयो। The things or person in such a sentence treated as the subject and marked with particle ga। अब भन्न खोजेको के भन्दाखेरि द थिङ्स एन्ड पर्सनको जहिले पनि आरिमास र इमासको अगाडि चाहिँ के लाग्ने भयो त गा लाग्ने भयो भन्ने मिनिङ लाग्यो। र अब हेरौँ है त आरिमास र इमास चाहिँ कतिखेर युज हुन्छ भनेर। आरिमास इज युज इन नन लिभिङ थिङ्स एन्ड डजन्ट मुभ बाई इटसेल्फ लाइक के भयो त थिङ्स प्लान्ट्स प्लेसेस बिलोङ इन दिस क्याटेगोरी। आरिमास चाहिँ कतिखेर युज हुनुभयो त नन लिभिङ थिङ्स र डजन्ट मुभ बाई इटसेल्फ भने आफै जुन आफै चल्दैन है त्यस्तो कुराहरुमा चाहिँ के युज हुनुभयो त आरिमास छ। हाम्रो नेपालीमा भए छ मा मात्र सकिन्थ्यो भने जापानिजमा चाहिँ आरिमास र इमास छुट्टै छ। त्यही भएर आरिमास चाहिँ केमा युज हुनुभयो, आरिमास चाहिँ नन लिभिङ थिङ्स र आफै नचल्ने वस्तु जस्तै है वस्तु प्लान्ट्सहरु है अनि ठाउँहरुमा युज हुनुभयो। जस्तै एक्जाम्पल हेरौँ कम्प्युटागा आरिमास के मिनिङ लाग्यो त कम्प्युटागा कम्प्युटर छ भन्ने मिनिङ लाग्यो है। यो गा चाहिँ जहिले पनि आरिमासको अगाडि आउनै पर्यो पार्टिकल केही मिनिङ नभयो भने। देयर इज अ कम्प्युटर अर कम्प्युटर छ भन्ने मिनिङ लाग्यो। अब यसमा कम्प्युटागा इमास भन्नु पाएन किनभने इमास चाहिँ युज हुँदैन किनभने कम्प्युटर चाहिँ थिङ्स भएर। जस्तै अर्को हेरौँ कोवेनगा आरिमास। कोवेन भनेको के हो त पार्क है, पार्क छ भन्ने मिनिङ लाग्यो है। अनि गा चाहिँ सधैँ चाहिँ आरिमासको अगाडि जहिले पनि लाग्ने पार्टिकल भएर यसको मिनिङ केही पनि छैन। देयर इज अ पार्क अथवा पार्क छ भन्ने मिनिङ लाग्यो। र अर्को चाहिँ हामी इमास हेरौँ है त। इमास इज युज्ड इन लिभिङ थिङ्स एन्ड द थिङ्स व्हिच मुभ बाई इटसेल्फ पिपल एन्ड एनिमल्स बिलोङ इन दिस क्याटेगोरी। इमास चाहिँ कतिखेर युज हुनुभयो त द थिङ्स व्हिच मुभ बाई इटसेल्फ है, जुन कुरा चाहिँ आफै चल्छ जस्तै हामी मान्छे भयो, बिरालो भयो, जनावरहरु भयो है त्यसरी चाहिँ आफै चल्नेहरुमा चाहिँ के भयो इमास युज हुनुभयो। जस्तै एक्जाम्पल हेरौँ ओतोको हितोगा इमास भन्ने के मिनिङ लाग्यो केटा मान्छे छ भन्ने मिनिङ लाग्यो। देयर इज अ म्यान अर मान्छे छ। अर्को एक्जाम्पल इनुगा इमास है, इनु पनि के भयो त लिभिङ थिङ्स भएको भएर इमास लाग्यो। अब इमासको अगाडि जहिले आउने के गा पार्टिकल राख्नै पर्यो है। मिनिङ लाग्यो त कुकुर छ मिनिङ लाग्यो है अथवा देयर इज अ डग भन्ने मिनिङ लाग्यो। र हामीले ओभरअल के बुझ्यो भन्दाखेरि आरिमास चाहिँ केमा लाग्ने भयो त जहिले पनि नन लिभिङ थिङ्स वस्तुहरुमा लाग्ने भयो है। अब इमास चाहिँ केमा लाग्ने भयो त मान्छे कुकुर है हामीहरुमा लाग्ने लिभिङ थिङ्सहरुमा लाग्ने भयो बेसिकली भन्दाखेरि। र त्यसको अगाडि जहिले पनि के राख्नु पर्यो का पार्टिकल राख्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। हुन्छ हामी नम्बर 2 मा चाहिँ नाउन 1 लोकेसन प्लस नि मा है, नि जसको मिनिङ चाहिँ मा भन्ने लाग्यो र प्लस नाउन 2 है प्लस गा आरिमास स्ल्याश इमास है जसको मिनिङ चाहिँ छ मिनिङ लाग्यो र निको नयाँ पार्टिकल चाहिँ के मिनिङ लाग्यो मा भन्ने मिनिङ लाग्यो। सो मिनिङ है वेयर देयर इज एनीवन अर वाट है, जहाँ चाहिँ कोही छ अथवा के छ भन्ने कुरा चाहिँ सेन्टेन्स प्याटर्नले बुझाउने भयो। जस्तै एक्जाम्पलमा हेरौँ वातासी नो हेयानी चुकुएगा हारिमास के मिनिङ लाग्यो त वातासी नो भनेको मेरो
हेयानी भनेको के हो हेया भनेको के हो रुम रुममा चुकुएगा आरिमास चुकुए भनेको के हो टेबल गा आरिमास गा चाहिँ के मिनिङ लाग्यो आरिमास भन्दा अगाडि जहिले राख्नै पर्यो र के मिनिङ लाग्यो मेरो रुममा टेबल छ भन्ने मिनिङ लाग्यो है आई हेभ अ टेबल इन द रुम अथवा मेरो कोठामा टेबल छ भन्ने मिनिङ लाग्यो नीले चाहिँ लाग्यो रुममा है जस्तै अर्को हेरौँ जिमुस्योनी किमुरा सान्गा इमास के मिनिङ लाग्यो जिमुस्यो जिमुस्यो भनेको के हो अफिस है नीले के मिनिङ लाग्यो मा किमुरा सान किमुरा जी हुनुहुन्छ भन्ने मिनिङ लाग्यो है अब आरिमासले नि छ नै मिनिङ लाग्यो इमास चाहिँ किन यसमा इमास आयो भन्दाखेरि हामीले पहिले पनि पढ्यौँ है योभन्दा अगाडि के मिनिङ लाग्दा किमुरा सान है मान्छे भएकोले यहाँ इमास मिनिङ लाग्यो नेपाल इङ्ग्लिसमा भन्दा किमुरा सान इज इन द अफिस अर अफिसमा किमुराजी छ अथवा हुनुहुन्छ है भन्ने मिनिङ लाग्यो हामीले ओभरअल बुझ्नु पर्दाखेरि लोकेसन भन्दा अगाडि पछाडि चाहिँ हामीले जहिले पनि के राख्ने नेपाली जस्तै नि भनेर जसको मिनिङ चाहिँ मा मिनिङ लाग्यो र नम्बर 3 मा चाहिँ हामी नाउन 1 प्लेस है नि जसको मिनिङ चाहिँ मा थियो र प्लस नानी के भयो दारेको प्लस गाडी मास्का हिमास्का हामीले मेन हेर्नुपर्ने चाहिँ नानी र दारे है नानी भनेको चाहिँ के भन्ने मिनिङ लाग्यो है अथवा दारे भने चाहिँ को भन्ने मिनिङ लाग्यो दारे जसको विथ इमास दारे चाहिँ के हो जहिले पनि इमाससँग लाग्ने भयो नानी जसको विथ आरिमास नानी चाहिँ केमा युज हुनुभयो आरिमासमा युज हुनुभयो टु आस्क वाट हु इज इन द स्पेसिफिक लोकेसन केमा युज हुने भयो भन्दाखेरि यो चाहिँ के र को चाहिँ त्यो स्पेसिफिक लोकेसनमा छ भन्ने कुराहरू सोद्धाखेरि युज हुनुभयो जस्तै इक्जाम्पलमा हेरौँ निवानी नानी गारिमासका के मिनिङ लाग्यो गार्डनमा के छ भन्ने मिनिङ लाग्यो है क्वेसन सोधेको अनि आँगनमा के छ वाट्स अन द यार्ड गार्डनमा के छ साकुरानो कि गारिमास के मिनिङ साकुराको कि भने रुख छ है गा चाहिँ आरिमासमा लाग्ने पार्टिकल भएर साकुराको रुख छ भन्ने मिनिङ लाग्यो देयर आर चेरी ब्लसम ट्रिज अथवा त्यहाँ चेरी ब्लसमको रुख छ भन्ने मिनिङ लाग्यो जस्तै अर्को इक्जाम्पलमा हेरौँ केउसिचुनी दारे गाइमासका केउसिचु भनेको क्लासमा दारे को छ भन्ने मिनिङ लाग्यो है जस्तै हाम्रो नेपालीमा पनि के भयो त मान्छेमा क्लासमा के छ भन्ने मिनिङ चाहिँ हामी सोध्यो भने के हुन्छ त्यसमा के छ भन्दाखेरि टेबल छ कि सोध्यो कि पेन्सिल अथवा के छ त क्लासमा बोर्ड छ कि त्यो मिनिङ लाग्ने भयो तर हामीले के भयो इमास आएको भएर दारे राख्नुपर्ने भयो है किनभने को छ मान्छे सोधेको हो त्यही भएर है जस्तै हु इज इन द क्लासरुम कक्षा कोठामा को छ युकी सान्गा इमास युकीजी हुनुहुन्छ अथवा युकीजी छ भन्ने मिनिङ लाग्यो र ओभरअल हामीले के बुझ्यो भन्दाखेरि यसबाट दारे चाहिँ हामीले के जहिले पनि इमासमा राख्नु पर्यो र नानी चाहिँ आरिमासमा राख्नु पर्यो र दारेले चाहिँ को भन्दाखेरि क्वेसन गर्दाखेरि युज हुनुभयो र नानी चाहिँ के छ है त्यसमा युज हुनुभयो र अर्को हामी हेर्नेछौँ नाउन 1 प्लस वा चाहिँ है नाउन 2 लोकेसन नि आरिमास इमास अब हेर्नु त आरिमासको अगाडि नि लागेपछि चाहिँ कतिखेर लाग्ने भयो त लोकेसनहरू आउँदाखेरि चाहिँ हामीले के राख्नुपर्ने भयो नि राख्नुपर्ने भयो जस्तै निको मिनिङ चाहिँ मा भयो र मिनिङ के हो वाट स्ल्यास समन इज इन सर्टेन प्लेस युजेस क्यान इन्डिकेट्स वेयर द पर्सन अर थिङ एक्जिस्ट फर इक्जाम्पल को चाहिँ कहाँ छ कुन चाहिँ प्लेसमा छ र कहाँ एक्जिस्ट गर्दैछ भन्ने कुरा चाहिँ सोद्धाखेरि युज हुने भयो र जस्तै इक्जाम्पलमा हेरौँ तानाका सानवा जिमु स्योनी इमास के मिनिङ लाग्यो तानाकाजी चाहिँ जिमु स्योमा हुनुहुन्छ भन्ने मिनिङ लाग्यो है अब तानाका सानवा जिमु स्यो गा इमास भन्नु पाएन यदि जिमु स्यो सोध्या भए चाहिँ गा अफिस छ भन्ने मिनिङ लाग्यो तर अफिसमा हुनुहुन्छ नि त कोही सर्टेन व्यक्ति त्यही भएर नि अफिसमा छ भन्ने मिनिङ लाग्यो मिस्टर तानाका इज इन द अफिस अर तानाकाजी चाहिँ अफिसमा हुनुहुन्छ भन्ने मिनिङ लाग्यो जस्तै अर्को हेरौँ देन बाबा
खाबाङ नि आरिमास देनमा भनेको फोन फोन चाहिँ झोलामा खाबाङ भने झोलामा छ फोन इज इन द ब्याग अर फोन चाहिँ झोलामा छ भन्ने मिनिङ लाग्यो र अर्को चाहिँ हामी नोट हेर्नेछौँ है त नोट दिस इज समटाइम्स युज टु रिप्लेस अ भर्ब वाइल आन्सरिङ है दिस चाहिँ के हुन्छ कहिलेकाहीँ रिप्लेस हुन्छ है कहिलेकाहीँ चाहिँ एन्सर गर्दाखेरि जस्तै कस्तो एन्सर गर्दाखेरि चाहिँ भन्दाखेरि जस्तै एक्जाम्पल हेरौँ टोक्यो डिज्नील्यान्ड वा दोको नि आरिमास्का के मिनिङ लाग्यो त टोक्यो डिज्नील्यान्ड चाहिँ कहाँ छ भन्ने मिनिङ लाग्यो है वेयर इज टोक्यो डिज्नील्यान्ड अथवा टोक्यो डिज्नील्यान्ड कहाँ छ चिबा देश है हेर्नु त हामीले यसमा के पनि आरिमासहरू के पनि राख्नु परेन है चिबा नि आरिमास पनि भन्न मिल्थ्यो तर हामीले के भयो त चिबा देश पनि भन्न पाएको थियो र समटाइम्स चाहिँ के हुन्छ यसरी देशले मात्र नि छको मिनिङ जनाउँछ र कुनै पनि पार्टिकल राख्नु पर्दैन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने भयो हुन्छ अब हामी अर्को नम्बर 5 मा हेरौँ उए है उयो भने चाहिँ के हो माथि भयो स्ता भनेको के तल माया भने अगाडि उसिरो पछाडि मिगी दाहिने हिदारी देब्रे नाका भित्र है सोतो बाहिर भयो तोनारी साइड चिखाको नजिक र के भयो आइदा भने बिचमा आर नाउन्स डिनोटिङ पोजिसन विच इज मार्क विथ नि है हामी केही कुराहरूको पोजिसन डिनोट गर्दा चाहिँ के लाग्ने केले मार्क गर्ने नि है जस्तै हेर्दै जाउँ चुकुए नो उए नि स्यासिङ्गारीमास के मिल्ला चुकुयो भने टेबल है नोले को उए नि भने के माथिमा है अब हाम्रो स्यासिङ्गा आरिमास अब हामीले के बुझ्नु भन्दाखेरि हामीले चाहिँ माथि छ मात्र भन्छ भन्दाखेरि बट जापानिजमा चाहिँ हामीले कसरी भन्नु पर्यो त माथिमा तलमा अगाडिमा त्यसरी हामीले जहिले पनि मा पार्टिकल चाहिँ राख्नु पर्यो भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो के मिनिङ लाग्यो देयर इज अ पिक्चर अन द डेस्क के भन्छ त्यहाँ चाहिँ त्यो फोटो चाहिँ के डेस्कमा छ अथवा डेस्कमा तस्बिर छ भन्ने मिनिङ लाग्यो है से युविन क्योकु वा गिन्कोनो तोनारी नि आरिमास के मिनिङ लाग्यो युविन क्योकु भने पोस्ट अफिस चाहिँ गिन्को भने ब्याङ्कको छेउमा छ भन्ने मिनिङ लाग्यो द पोस्ट अफिस इज नेक्स्ट टु द ब्याङ्क हुला कार्यालय चाहिँ बैङ्कको छेउमा छ भन्ने मिनिङ लाग्यो सो नोट अर्को हेरौँ है त एज दिज आर नाउ प्लेस नाउन्स नट ओन्ली नि बट अल्सो पार्टिकल्स दे क्यान कम आफ्टर डेम जहिले पनि नि मात्र होइन दे पनि आउन सक्छ तर कतिखेर आउन सक्छ भने हामी एक्जाम्पल हेरौँ है त जस्तै एकिनो चिखाकुदे तोमोदा चिनी आइमास्ता होइन त हामीले चिखाकुदे अब हामीले चाहिँ कसरी बुझ्नु पऱ्यो भन्दाखेरि कुनै पनि ठाउँमा केही छ भन्दाखेरि चाहिँ नि राख्नु पऱ्यो भन्दाखेरि त्यो भएको ठाउँमा कसैले केही कुरा एक्सन गर्यो भने चाहिँ दे राख्नु पऱ्यो है जस्तै एक्जाम्पलमा हेरौँ एकिनो चिखाकुदे के भन्छ स्टेसनको नजिकबाट साथीलाई भेटेको थिएँ भन्ने मिनिङ लाग्यो है किनभने त्यो ठाउँमा एक्सन भएकोले चाहिँ दे लाग्यो यदि त्यो ठाउँमा केही कुरा एक्जिस्ट गर्छ छ भने चाहिँ नि राख्नु पऱ्यो र त्यो ठाउँमा एक्सन भयो भने चाहिँ के राख्नु पऱ्यो दे राख्नु पऱ्यो I met a friend near the station अथवा स्टेसनको नजिकै साथीलाई भेटेँ भन्ने मिनिङ लाग्यो जस्तै अर्को हेरौँ सोतो दे ताबेमास के मिनिङ लाग्यो बाहिर खान्छु भन्ने मिनिङ लाग्यो अब के हुन्छ बाहिर एक्सन भएकोले हामीले दे राख्नु पऱ्यो है अब केही कुरा छ भएको चाहिँ के हुन्छ अघि पनि भने सोतो नि आरिमास त्यहाँ छ त्यहाँमा छ भनी जान् बट त्यो ठाउँमा एक्सन भने चाहिँ के लाग्नु दे राख्नु पऱ्यो भनेर चाहिँ हामीले बुझ्नु पऱ्यो अथवा के भन्छ बाहिर खान्छु अथवा बाहिरबाट खान्छु है आइट आउटसाइड भन्ने मिनिङ लाग्यो जस्तो सोतो नि आरिमास होइन त हामी दे राख्छ अब आरिमास र इमास हामी चाहिँ के राख्नु पऱ्यो नि राख्नु किनभने त्यहाँ छ भन्ने कुरा लाग्यो नि त त्यही भएर नि राख्नु पऱ्यो बाहिर छ है हामीले यसरी चाहिँ भन्नु भएन है बाहिर खान्छु भन्दाखेरि सोतो नि ताबे मास चाहिँ भन्नु पाएन सोतो दे नै भन्नु पऱ्यो त्यहाँ केही कुरा एक्सन गर्नु आँटेको भएर हामी नेपाली चाहिँ त्यसरी बोल्छौँ बट जापानिजमा चाहिँ त्यसरी अलि मिल्दैन अर्को हेरौँ खाबाङ्गा आरिमास के छ झोला छ भन्ने मिनिङ लाग्यो है त्यही भएर आरिमास
आई हेभ ब्याग अथवा झोला छ अब के हुन्छ झोलामा छ भनेपछि के झोलाभित्र छ भन्दा चाहिँ के राख्नु पर्यो खाबाङ नि आरिमास है त्यसरी नै बुझ्नु पर्यो झोला छ भन्दा चाहिँ गा राख्नु पर्यो झोलामा छ भन्दा चाहिँ नि राख्नु पर्यो किनभने झोलाभित्रको कुरा एक्सप्लेन गरेको है त्यही भएर के भन्छ झोलामा छ अथवा इनसाइड इन माई ब्याग भन्ने मिनिङ लाग्यो र यो कुराहरूमा चाहिँ हामी झुकिनु भएन जस्तै फेरि पनि एकचोटि भन्छु कि कुनै पनि ठाउँमा एक्सन भने चाहिँ के दे राख्ने भयो जस्तै फर्स्टको एक्जाम्पल हेर्दा सोतो दे ताबेमास र केही कुरा बाहिरमा छ भन्ने कुरा हामीले जान्नु पर्ने चाहिँ नि राख्नु पर्यो र झोला छ मात्र अथवा केही कुरा छ मात्र भन्नु पर्यो भने चाहिँ हामीले गा पार्टिकल राख्नु पर्यो र त्यो जस्तै खाबाङ गा आरिमासाको जस्तै झोलामा छ भन्नु पर्यो भने चाहिँ के राख्नु पर्यो नि राख्नु पर्यो भनेर चाहिँ हामीले बुझ्नु पर्यो यो कुरामा चाहिँ हामी धेरै कन्फ्युज भइरहेको हुन्छौँ र यो एक्जाम्पल हेरेर चाहिँ तपाईँहरूले फेरि पनि बुझ्नुभएको होस् हुन्छ हामी नम्बर 6 मा हेरौँ तो है तो इन्युमेरेट्स अल द आइटम्स याको हामीले अहिले याहरू सो फ्यु रिप्रेजेन्टेटिभ्स आइटम्स समटाइम्स नादो है आदि इत्यादि इज पुट आफ्टर द नाउन टु एक्सप्लिसिटली एक्सप्रेस द्याट देयर आर अल्सो सम अदर थिङ्स अफ द काइन्ड है अब हामी पहिले तो के मिनिङ के भनेर पढेको थियौँ त र अथवा सँग तर यसमा चाहिँ र भन्ने कुराको मिनिङ बुझाउन खोजेको है तोले चाहिँ के भन्ने र मिनिङ लाग्यो र या भनेको चाहिँ हरू भन्ने मिनिङ लाग्यो है जस्तै अब यसले चाहिँ के अनि नादो भनेको चाहिँ आदि इत्यादि भन्ने मिनिङ यो चाहिँ कतिखेर युज हुन्छ कुरा चाहिँ हामीले हेरौँ है त इक्जाम्पल बुझ्न सकिन्छ हाकोनो नखानी तेगामिया स्यासिनगारीमास के मिनिङ लाग्यो हाको भनेको बक्सा है नभनेको बक्साको नाखानी भित्रमा तेगामिया भनेको के हो त तेगामीहरू फोटो गारीमास अब हामीले चाहिँ यसमा के मिनिङ लाग्यो भने बक्सको भित्रमा लेटरहरू फोटोहरू छ भन्ने मिनिङ लाग्यो तर हामीले चाहिँ के राख्न पाएन जापानिज जस्तै तेगामिया स्यासिनया भनेर चाहिँ राख्न पाएन है किन आरिमासको अगाडि गा राख्नु पऱ्यो त्यो गाले खाइदिनु भएको अरे त्यही भएर डबल या चाहिँ राख्नु पाएन त्यसरी हाकोनो नाखानी तेगामिया स्यासिनगारीमास अब त्यहाँको याको ठाउँमा हामीले तो राखेको चाहिँ के हुन्छ बक्साको भित्रमा तेगामी तो स्यासिनगारीमास भनेर चाहिँ हुन्छ बक्साको भित्र चाहिँ त्यो लेटर र फोटो मात्र छ भन्ने मिनिङ लाग्थ्यो नि त तर याले चाहिँ किन जस्तै हामीले झोलामा नि अब कसैको झोलामा के भइरहेको हुन्छ नि त अब सबै कुरा त एक भन्न मिल्दैन नि त भनेर नि भ्याउँदैन जस्तै 8-9वटा आइटम छ भने त्यसरी चाहिँ के भन्नु पऱ्यो त जस्तै हाइलाइट दिएर हाकोनो नाखानी तेगामी या स्यासिनगारीमास भने चाहिँ के बक्साको भित्रमा चिठीहरू फोटोहरू छ भन्ने मिनिङ लाग्यो है देयर आर लेटर्स पिक्चर्स एन्ड सो अन द बक्स है बक्सभित्र चिठीहरू फोटोहरू छ अर्को हेरौँ है त नादोवाला हाकोनो नाखानी तेगामी या स्यासिन नादोगारीमास अब हामीले चाहिँ नादो भनेको आदि इत्यादि अब हामीले नादो राख्यो पनि त्यही मिनिङ लाग्यो भने नराखे पनि खास त्यही नै मिल्ने किन या आउने बित्तिकै तर राख्यो भने नि त्यस्तो रङ चाहिँ हुँदैन जस्तै इक्जाम्पल चाहिँ अलिकति सेन्टेन्सलाई इन्हान्स गरे जस्तो मात्र हुन्छ है जस्तै इक्जाम्पल हेरौँ हाकोनो नाखानी तेगामिया स्यासिन नादोगारीमास के मिनिङ लाग्यो हाकोनो नाखानी बक्सको भित्रमा चिठीहरू फोटो आदि इत्यादि छ भन्ने मिनिङ लाग्यो है देयर आर लेटर्स पिक्चर्स एन्ड सो इन द बक्स है मिनिङ चाहिँ त्यही नै लाग्यो बक्सको भित्रमा चिठी फोटोहरू आदि इत्यादि छ र हामीले यो होलबाट के बुझ्यो भन्दाखेरि या चाहिँ हामीले केही कुराहरू जस्तै फोटोहरू के छ भन्दाखेरि युज गर्दाखेरि युज हुनुभयो हामीले पहिले युज गरेको तो चाहिँ केमा युज हुनुभयो जस्तै त्यो झोलाभित्र अथवा त्यो ठाउँमा के मात्र छ भन्दाखेरि चाहिँ तो युज हुनुभयो र नादोहरू चाहिँ आदि इत्यादि अझ त्यो सेन्टेन्सलाई अझै जोड दिनलाई इन्हान्स गर्नलाई चाहिँ युज हुनुभयो र अर्को हामीले चाहिँ के नेपाली जस्तो या चाहिँ राख्नु पाएन जस्तै फोटोहरू अनि स्यासिङ्गा आरिमास जस्तै फर्स्टको इक्जाम्पल हाकोनो नाखानी तेगामिया स्यासिङ्गा आरिमास भने जस्तै बक्सको भित्रमा तेगामी र फोटोहरू छ मिनिङ लाग्यो डबल या चाहिँ हामीले राख्न पाएन भनेर ध्यान दिनु पर्यो